ringgit रहेछ है so expensive this is 6 ringgit 2 ringgit अब यहाँ खाजा खानु आइरहेको छ यो हाम्रो बिल होइन 124 ringgitको चाहिँ हामीले चाहिँ अर्डर गरेका छौँ है अब KFC आइरहेको छ गाइस है गाउने यो गीत चाहिँ यस्तो पर तिम्रो लाग्यो ल ए कान्छा मलाई तारा मात्र होइन जुन पनि झारी दिउँला रातभरला उज्यालोमै आउन गाइस यो ठाउँ भने चाहिँ यस्तो ठाउँ हो होइन यो चाहिँ मलेसियाको अब मान्छेहरू चाहिँ धनीहरू होइन एकदम धनाढ्यहरू चाहिँ क्यासिनो खेल्न होइन अनि चिसोको फिल गर्न यस्तो डाँडा छ नि त त्यही भएर त्यसको लागि चाहिँ यहाँ आउने गर्दछ त्यस्तो ठाउँ हो है त हामीले पनि त्यो फिल गर्न पाइयो कस्तो रहेछ है यो क्यान्टिन आइल्यान्ड यहाँ चाहिँ गेम खेल्न नरहेछ है हेलो गाइज क्यान्टिन स्काई वर्ल्ड यो चाहिँ म्याप हो है यहाँभित्र कता कता के कस्तो छ भनेर गाइज अहिले चाहिँ हामी यहाँ केसिनो हेर्न आएको है यता छ केसिनो है यो प्रोडक्सन दिँदैन होला है यहाँ त्यस्तै लागिरहेछ भिडियो चाहिँ एलाउड छैन होला गाइज होइन क्यासिनो खेलेको पनि हेरेर निस्किसक्यौँ हामी अब चाहिँ हामी फर्किँदैछौँ है ल अहिले चाहिँ हामी बाहिर निस्केको है ओभर चिसो हुने रहेछ है यहाँ तल चाहिँ माउन्टेन टप गार्डन रहेछ है यहाँ हाम्रो कपडा देखाउनु पर्यो नि त हामी कतिजना आएको रहेछौँ हिरोहरूको थोप्रा पाँच पाण्डव हामी चाहिँ छौँ मेरो भाइको च्यानललाई चाहिँ सब्सक्राइब होइन लाइक सेयर कमेन्ट सबै गरिदिनु होला पर चिसो छ है यो अलिक क्यामेराको लागि चाहिँ अब यो फोटोहरू खिच्नको लागि चाहिँ अलिकति त्यति राम्रो नहुँदो रहेछ किन भन्दाखेरि यहाँ चाहिँ पुरै है बादल लागेर यस्तै रहेछ है मुस्ताङतिर जतिकै जाडो हुने रहेछ है तर म मुस्ताङ चाहिँ गएको छैन होइन त्यही पनि यसो भनेको अरूले अब सुनेको अनुसार चाहिँ निकै जाडो हुन्छ अरे मुस्ताङमा होइन यहाँ पनि पुरै जाडो हुने रहेछ होइन चिसो छ है मेरो सर्ट पनि जन्ती छ है मैले चाहिँ ज्याकेटहरू चाहिँ ल्याइन यति साह्रो जाडो चाहिँ हुन्छ जस्तो मैले लागेको थिएन है तर जाडो चाहिँ ओपरै हुने रहेछ होइन अलिक अघिको भन्दा चाहिँ अहिले म बोलिरहेको छु किन भन्दाखेरि म अहिले चाहिँ फ्रेस भयो क्या गर्मीमा चाहिँ अलिक मलाई बोल्नु मन लाग्दैन है त्यही भएर साइलेन्ट भ्लगहरू जस्तै भएको छ त्यति चाहिँ बोल्ने छैन नि त तर यहाँ आएर चाहिँ मलाई बोल्न चाहिँ ओभर मन लाग्यो क्या किनकि म पनि जाडै ठाउँमा हो क्या अन्त यो भनेको के अघि बाटो छुट्यो यो निक्लिनै बाहिरको भ्यू चाहिँ यस्तो छ है बादल लागिरहेछ ल लगाइ चाहिँ हाम्रो आजको तेस्रो दिनको यात्रा पनि है हामीले सकिसकेका छौँ है घुमेर अहिले हामी फर्किँदैछौँ अहिले केबुल कारमा छौँ है ल भिडियो जो जसले हेर्नुहुन्छ है लाइक होइन कमेन्ट पनि गरिदिनु है अनि सेयर पनि मन पऱ्यो भने गरिदिनु यसो सपोर्ट गरिदिनु है भइरहेछ नि आगो खिचिदिनु पर्ने है